ओके, हिजो हामीले डिस्कस गर्यो कति टाइपको क्वेसन आउँछ। 4 टाइप्सको क्वेसन आउँछ, एमसीक्यू, बीएसक्यू, एसएक्यू र एलएक्यू हैन। आज चाहिँ हामी एउटा च्याप्टर क्लास 10 को च्याप्टर चाहिँ स्टार्ट गर्न गइरहेको छौँ। युनिट 5 भन्छ जसलाई, युनिट 5। यसमा छ फिजियोलोजिकल स्ट्रक्चर एन्ड लाइफ प्रोसेस है, लाइफ प्रोसेस। पहिला हामी यो वर्डसँग क्लियर हुनु पर्यो, फिजियोलोजिकल स्ट्रक्चर एन्ड लाइफ प्रोसेस। त फिजियोलोजिकल स्ट्रक्चर भनेको, फिजियोलोजी भनेको के हो पहिला त्यो हामीले बुझ्नुपर्छ। व्हाट इज फिजियोलोजी? फिजियोलोजी त तपाईहरु क्लास 10, क्लास 11, क्लास 12 मा सबैमा यो फिजियोलोजी पढ्नुपर्छ र क्लास 9 मा पनि पढ्नुभयो, 8 मा पनि पढ्नुभयो, 7 मा पनि पढ्नुभयो। फिजियोलोजी भनेको के हो? ब्रान्च अफ साइन्स हो, ब्रान्च अफ बायोलोजी हो, जसमा चाहिँ हामी लाइफ प्रोसेसको बारेमा पढ्छौँ वा फङ्सनसँग डिल गर्छौँ। जस्तै कि हार्टको फङ्सन के हो, लिभरको फङ्सन के हो, वा सेलुलर फिजियोलोजी पनि हुन्छ। सेलको फङ्सन के हो, सेलमा डिफ्रेन्ट टाइप्स अफ अर्गेनेल पढ्नु भएको होला क्लास 7 र क्लास 8 मा। जस्तै कि राइबोजमको काम के हो हैन। अब जस्तै organ पनि सेलले बन्छ। अब कुन सेलको काम के हो, जस्तै आरबीसी को काम के हो, डब्ल्यूबीसी को काम के हो, प्लेटलेट को काम के हो। त त्यो ब्रान्च अफ साइन्सलाई भन्छ हामीले फिजियोलोजी। त्यसमा हामी पढ्ने छौं फिजियोलोजिकल स्ट्रक्चर एन्ड लाइफ प्रोसेस। Every event or everything which is related to life process will be discussed in physiology। तर हाम्रो यो युनिट 5 मा चाहिँ मेनली चाहिँ सर्कुलेटरी सिस्टमको बारेमा डिस्क्राइब गरिएको छ, वा कार्डियोभास्कुलर सिस्टम, सर्कुलेटरी सिस्टम वा कार्डियोभास्कुलर सिस्टम, जसलाई हामी सीभीएस भन्छौँ। कार्डियोभास्कुलर सिस्टम भन्छौँ हामी यसलाई, कार्डियोभास्कुलर सिस्टम हामी यसलाई भन्छौँ है। कार्डियोभास्कुलर सिस्टम जम्मा 3 वटा कम्पोनेन्टले बनेको हुन्छ। कार्डियोभास्कुलर सिस्टम हार्ट हुन्छ यसमा, अर्को हुन्छ यसमा ब्लड र ब्लड हिड्ने पाइप, त्यसलाई हामी के भन्छौँ? ब्लड भेजल। अब यो च्याप्टर सुरु कसरी भएको छ? यो च्याप्टरमा पहिला एउटा सिनारियो दिएको छ कि हामीले खाना खान्छौँ, त्यो खाना डिफ्रेन्ट सेलमा कसरी पुग्छ, कुन सिस्टमको मद्दतले पुग्छ, हाम्रो बडीमा कतिवटा सिस्टम हुन्छ, हाम्रो बडीको सिस्टम केबाट बन्छ। सबभन्दा पहिला कुरा गरौँ, क्लास 7, 8 र 9 को रिक्याप गरौँ। सेल र सेल मिलेर हामी के भन्छौँ? टिस्यु, जुन क्लास 9 मा तपाईहरु पढ्नुभयो। र टिस्यु मिलेर के भन्छ? अर्गन। हामी यो च्याप्टरमा पनि अर्गनको बारेमा डिस्क्राइब गर्छौं। र अर्गन मिलेर बनाउँछ के? सिस्टम। र क्लास 10 को सिलेबस अनुसार हाम्रो बडीमा जम्मा 9 वटा सिस्टम हुन्छ। कतिवटा सिस्टम हुन्छ? 9 वटा सिस्टम हुन्छ। अब हामीले सेल यहाँ किन डिस्क्राइब गरिरहेछौँ? किनकि सेलको बारेमा पनि पढ्नु छ यो च्याप्टरमा। अब यो च्याप्टरमा त्यसपछि डिस्क्राइब गरेको छ ब्लडको बारेमा। त हामी सबभन्दा पहिला लिन्छौँ ब्लड, BLOOD, ब्लड हो के? त क्लास 9 मा हामीले पढेको यो एउटा टिस्यु हो, किनकि इट इज अ ग्रुप अफ सेल, डिफ्रेन्ट काइन्ड अफ सेल, आरबीसी, डब्ल्यूबीसी, प्लेटलेट। त्यसैले यो एक किसिमको टिस्यु हो। यसलाई भन्छ फ्लुइड कनेक्टिभ टिस्यु। ब्लड फ्लुइड कनेक्टिभ टिस्यु हो। ब्लड चाहिँ एक किसिमको टिस्यु हो। किन टिस्यु हो? किनकि यो ग्रुप अफ सेल हो। ग्रुप अफ सेल भन्नाले आरबीसी मिलेर, डब्ल्यूबीसी मिलेर र प्लेटलेट मिलेर चाहिँ ब्लड बनेको हुन्छ। र हाम्रो ब्लड हाम्रो बडीमा कति लिटर हुन्छ? त 5.5 लिटर हुन्छ अन एभरेज। यो भ्यारी गर्छ, बच्चामा हल्का कम हुन्छ हैन। अब एज अनुसार भ्यारी गर्छ, जेन्डर अनुसार भ्यारी गर्छ, तर अन एभरेज 5.5 लिटर छ। अब ब्लडको अर्को प्यारामिटर हामीले डिस्क्राइब गर्नुपर्छ पीएच भनेको 7.35 टु 7.45 हुन्छ। किन यो डाटा इम्पोर्टेन्ट छ? त भोलिको दिनमा तपाईँ क्लास 11, क्लास 12 पछि जुन ब्याचलर लाइफमा जानुहुन्छ, वा मेडिकल पढ्नुहुन्छ, वा इन्जिनियरिङ पढ्नुहुन्छ, वा फुड एन्ड टेक्नोलोजी पढ्नुहुन्छ, त्यतिखेर यो पीएच को धेरै ठुलो रोल छ। किनकि हाम्रो बडीमा पीएच बिग्ड्यो भने हामी बिरामी पढ्न सक्छौँ। हाम्रो बडीमा पीएच बढ्यो भने के हुन्छ? पीएच कम भयो भने के हुन्छ? ब्लडको पीएच बढ्यो भने के हुन्छ? ब्लडको पीएच कम भयो भने के हुन्छ? त्यो कुराहरू पछि चाहिँ हामी यसको एप्लाइड कुरा पढ्छौँ। त्यसैले अहिले नर्मल भ्यालु हामीलाई थाहा छ भने बल्ल हामी फ्युचरमा त्यसको एबनर्मल कुराहरू हामी पढ्न सक्छौँ। त्यसैले ल हामी रिभिजन गरौँ त। ब्लड के हो? फ्लुइड कनेक्टिभ टिस्यु हैन। ब्लड चाहिँ
के भन्छ कति लिटर हुन्छ हाम्रो बडीमा 5.5 लिटर हुन्छ र यसको पीएच कति छ 7.35 टु 7.45 र अर्को क्वेशन सोध्छ स्टडी अफ ब्लडलाई हामी के भन्छौं यो एमसीक्यू है सबै स्टडी अफ ब्लडलाई हामी के भन्छौं हेमाटोलोजी के भन्छौं हेमाटोलोजी भन्छौं स्टडी अफ ब्लड इज कल्ड हेमाटोलोजी हैन अब ब्लड चाहिँ केले बनेको हुन्छ ब्लड चाहिँ केले बनेको हुन्छ त ब्लड चाहिँ दुईवटा कुराले बनेको हुन्छ जुन क्लास 9 मा पनि हामीले पढेको थियौं ब्लड चाहिँ बनेको हुन्छ एउटा के भन्छ प्लाज्मा भनेको फ्लुइड पार्ट हो जुन चाहिँ 55% हुन्छ र अर्को बनेको हुन्छ केले ब्लड चाहिँ बनेको हुन्छ अर्को चाहिँ फर्म्ड एलिमेन्ट भन्छ वा सेल भन्छ अब सेल चाहिँ कति हुन्छ 45% हुन्छ है सेल चाहिँ 45% हुन्छ अब सेलको पनि टाइप छ के आरबीसी छ आरबीसी भनेको रेड ब्लड सेल डब्ल्यूबीसी छ डब्ल्यूबीसी भनेको व्हाइट ब्लड सेल र अर्को के छ प्लेटलेट छ के छ प्लेटलेट छ हैन प्लेटलेट त जम्मा 3 किसिमको सेल छ आरबीसी डब्ल्यूबीसी र प्लेटलेटको नाम किन प्लेटलेट हो किनकि प्लेटलेट सेल प्लेटको शेप जस्तो हुन्छ र प्लेट भन्दा सानो हुन्छ त्यसैले हामी यसलाई प्लेटलेट भनेको जस्तै हामी बुकको सानोलाई बुकलेट भन्छौं हैन अब जस्तै कि लिपको सानोलाई हामी लिफलेट भन्छौं पिगको सानोलाई हामी पिगलेट भन्छौं त्यस्तै प्लेटलेटको सानोलाई हामी प्लेटलेट भन्छौं यो प्लेटको शेप जस्तो हुन्छ त्यसैले यसलाई हामी प्लेटलेट भन्छौं हैन अब ब्लड किन टिस्यु हो किनकि यो डिफरेन्ट टाइप्स अफ ग्रुप अफ सेलले बनेको हुन्छ त्यसैले ब्लड टिस्यु हो तर कस्तो टिस्यु हो कनेक्टिभ टिस्यु हो बिकज इट हेल्प्स इन द कनेक्सन फ्रम डिफरेन्ट पार्ट अफ द बडी सो ब्लड इज कन्सिडर्ड एज अ फ्लुइड कनेक्टिभ टिस्यु र ब्लड कति अमाउन्टमा हुन्छ 5.5 लिटर पीएच कति हुन्छ 7.35 टु 7.45 र स्टडी अफ ब्लडलाई हामी के भन्छौं हेमाटोलोजी पछिको दिनमा तपाई एमबीबीएस वा बीडीएस वा मेडिकल पढ्नु भयो भने हेमाटोलोजीको छुट्टै बुक पढ्नु पर्छ है हामीले ठीक यति कुरा तपाईहरुलाई क्लियर छ कि छैन इफ छैन भने तपाईहरुले मलाई कमेन्ट गर्नु होला हैन म त्यसलाई अझै इम्प्रुभ गर्ने नै छौं ओके थ्यांक यू